हेलो साथीहरू, आज चाहिँ म पानी बनाउन जाँदैछु। हेर्नुहोस् है, आज चाहिँ बिहानी पखमा पानी बनाउन जाँदैछु। चाहिँ पानी बनाउन जाने लडी पनि हाल्यो। पानी बनाउन जाने ठाउँ चाहिँ यस्तो अप्ठ्यारो छ नि त साथीहरू। हेर्नुहोस् ल, यस्तो भिड छ। यहाँ चाहिँ चुवा पनि पुरा फुलेको छ है साथीहरू। यी चुवाहरू पनि फुलेको छ र साथीहरू यस्तो अप्ठ्यारोबाट जानुपर्छ पानी बनाउनु। र हामी चाहिँ एकदम टाढोबाट पानी ल्याएर खान्छौँ नि त। हेर्नुहोस् है, यो चाहिँ मेरो 3 दिन भयो एकदमै बेलुका चाहिँ पानी मान्छेले लगिदिएको। र आज चाहिँ म जाँदैछु र हाम्रो चाहिँ बेलुका पानी सर्छ नि त। बेलुका चाहिँ पानी एकदमै सर्छ र बेलुका पानी सर्ने बेलामा नै उता गाउँकोले पानी काटिदिन्छ। र साथीहरू दुःख छ पानीको लागि, के गर्नु, जानै पर्यो। हेर्नुहोस् नै, यस्तो भिरको बाटो, यस्तो चेप भएर जानुपर्छ र पनि हाम्रो गाउँले साथीभाइले कुरा बुझिदिँदैन। हेर्नुहोस् न, अब के भन्नु, यी पाइप चाहिँ यस्तो अप्ठ्यारोबाट लाग्छु। र साथीहरू यहाँ हेर्नुहोस् न, कस्तो चाहिँ छ बाटो। यहाँ अरू त कोही पनि हिँड्न सक्दैन, म बाइक चाहिँ। र म चाहिँ पानी यसरी ल्याउँछु दुःख गरेर। र साथीभाइहरूले चाहिँ कतिले चाहिँ बुझिदिँदैन। हेर्नुहोस् है, यस्तो एकदम चट्टान छ नि। हेर्नु न साथीहरू, तपाईँहरूकोतिर त पानी प्रशस्तै होला, हाम्रो चाहिँ एकदमै साह्रो छ है साथीभाइ। पानी जब यो माघ महिना लागेपछि चाहिँ यस्तो साह्रो हुन्छ साथीहरू। यस्तो भिरको बाटो जानुपर्छ। यो चाहिँ एकदम ठुल्ठुलो चट्टान छ र यो माथि चाहिँ यस्तो छ। र साथीहरू म चाहिँ यहाँबाट चाहिँ यो भिरको चेपबाट चाहिँ तेर्सो जानुपर्छ। मेरो पाइप चाहिँ यहाँ तल छ। र साथीहरू म जाँदैछु। साथीहरू कस्तो अप्ठ्यारो छ हेर्नुहोस् न, एकदमै अप्ठ्यारो छ निस्किनु पनि। यहाँ त झन् कस्तो अप्ठ्यारो छ। यस्तो यो माथिबाट मैला फ्याँक्दिएको कि यस्तो साथीहरू। यो म हिँड्ने बाटो चाहिँ एकदमै यस्तो मैला छ, एकदमै टेक्नु पनि एकदमै साह्रो घिन लाग्ने ठाउँ छ। र पनि के गर्नु, पानीको दुःखले गर्दा यसरी जानै पर्छ। र हेर्नुहोस् न साथीहरू, यो माथिबाट फ्याँकिदिन्छ यो चाहिँ, र यसरी तल झर्छ। यो चाहिँ यो जुन यो झर्ने जग्गा छ, यो चाहिँ हाम्रो गाउँको नरेन बमजन दाजुको हो र उहाँको बासघारी यो चाहिँ सबै। र म चाहिँ यस्तो अप्ठ्यारोबाट निस्किन्छु साथीहरू यसरी। र बिस्तारै चाहिँ निस्किनुपर्छ नि त। हेर्नुहोस् नि, कस्तो मैलाहरू फ्याँकिदिएको छ माथिबाट हो। मान्छेको मनमा सायद अब मानवता भन्ने हराउँदै गएको होला साथीहरू। किनकि म यहाँबाट हिँड्छ भनेर सबलाई थाहा छ, र पनि सबले नै मैला ल्याएर चाहिँ यहाँ फ्याँकिदिन्छ। कोही बेला मरेको कुखुराहरू ल्याएर यहीँ माथिबाट फ्याँक्छ, कोही बेला मरेको मारेर कुकुरहरू यहीँ ल्याएर बोरामा फ्याँक्छ। र म चाहिँ पानी बनाउनु जाने बाटो नै मेरो यो हो साथीहरू। र कोही बेला त दुःख लाग्छ, के गर्नु, यस्तै छ। अब गाउँलेले बुझिदिँदैन। माथिबाट चाहिँ यस्तो साह्रो मैलाहरू फ्याँकिदिन्छ र म चाहिँ यस्तो सानो बाटोबाट हिँड्नुपर्छ नि त। सुन्नुहोस् है, म चाहिँ मजुरहरू पनि कराउँदैछ यहाँनिर। र साथीहरू अब के गर्नु, यस्तै दुःख छ। पानीको लागि दुःख त गर्नै पर्यो। अब तपाईँहरूकोतिर त प्रशस्तै होला, कति ठाउँमा त छैन, किनकि मैले पनि देखेर आएको छु। र कति ठाउँमा चाहिँ हाम्रो जस्तै एकदमै पानी चाहिँ खाँचो छ। र साथीहरू अहिले चाहिँ म हेर्नुहोस् न, मेरो पाइप चाहिँ यस्तो भिर तन्काएर लगेको छु। प्रायः साथीहरूले त भन्दा होला सजिलै छ त्यो बाटो, यिनीहरूलाई पानी के को खाँचो भन्दा होला साथीहरूले। तर होइन साथीहरू, मलाई चाहिँ एकदम, हामीलाई चाहिँ जरुरी छ। यो पानी चाहिँ लगेर म एक्लै खाँदिनँ नि त, गाउँमा 8-9 घरलाई बाँडेर खान्छु। किनकि उहाँहरूलाई पनि दुःख छ, उहाँहरूलाई पनि खानेपानीको दुःख छ। र खानेपानी चाहिँ म दिन्छु, किनकि अब पानी दिनु, बाटो दिनु भनेको त एकदम धर्मको कुरा हो भन्छ नि त हाम्रो बाजे बराजुहरूले चाहिँ। अब एकदमै पहिलादेखि नै यस्तो पानीहरू एकदमै जे पनि हामीले सेयर गरेर बाँडेर खाने हाम्रो बाजे पुर्खाको एकदमै पहिलादेखिको चलन। र यसरी हामी नाता नातिनी पनि यसरी नै पानीहरू चाहिँ यत्रो दुःखको पानी लगेर पनि 1.5 किलोमिटर 2 किलोमिटर टाढोबाट पानी यसरी ल्याएको छु नि त साथीहरू। यसरी पाइपमा ल्याएको छु। र किनकि त्यो पाइप चाहिँ
पानी चाहिँ सबलाई बाँडेर खानु लागि दिन्छु सबलाई। झन्डै 8-9 घरले खान्छ हाम्रो गाउँमा। मेरोमा ठुलो रिजर्भ ट्याङ्की बनाएको छु र यो ट्याङ्कीमा चाहिँ यो पानी गएर चाहिँ जम्मा हुन्छ नि त, र जम्मा भएपछि चाहिँ मैले बाँडेर खान्छ। अब के गर्नु, सबैलाई पानी त त्यस्तै हो दुःख। अब हामीले केही बाँड्नु नसके पनि यसो केही आफ्नो भएको कुरो पानी त बाँडेर खाउँ न भन्ने भावनाले गर्दा हामी चाहिँ पानी चाहिँ म यत्रो दुःख गरेर कोही बेला राति हिँड्छु, बाघ चितुवाहरू लाग्छ त्यस्तै, र पनि एकजना साथी लिएर हिँड्छु। र पनि साथीहरू कतिले बुझिदिँदैन, रातिको पानी नकाटिदेऊ साथीहरू भन्दा पनि काटिदिन्छ। भन्नु के छ र, अब म चाहिँ दुःख लाग्छ हौ साथीहरू। अब यसरी पानी बनाउनु आउनु पर्दा, त्यही माथि अहिले चाहिँ मेरो घरमा मिस्त्री लागिरहेको छ र यो प्लास्टर चल्दैछ नि त, इँटाको काम सकेर, र पानी एकदमै बेसी लाग्नेले चाहिँ दुःख छ हौ मलाई साथीहरू। र अब मेरो भन्नु के छ र सबैलाई, म चाहिँ अब पानीको मुहानमा जाँदैछु र यो गाउँ पल्लो गाउँमा कहाँनिर काटेको छ, अब पानी जोडेर ल्याउनु पर्ने हुन्छ मैले। हवस् त, सबैलाई आजको भिडियोलाई यहाँसम्मै समाप्त गर्छु। धन्यवाद।